हालखबर त यही त हो नि पहिला चट्टै पाल पाल्ने त्यसपछि गाडीमा पाल्ने हैन त्यसपछि टक्केलार स्प्रिन हुने हैन त्यसपछि लास्टमा ट्याङ्गेलार बिहे गर्ने अब ठुलो देशमा गएर मोटिन्छन् भने युरोपमा आएर खै यस्तो सानो हैन यो मोटिनको कुरा के भने अलिक बुहारीको चिन्ता रहेछ क्या बुहारीको त कति चिन्ता छ कति मन छोडिदिएको नि त उहाँ त पागल भइहाल्छ नि त हैन यो भएर त रात दिन सोचे भने चाहिँ मान्छे बिग्रिन्छ क्या पैसा पनि कमाउनु पर्यो घर पनि जमाउनु पर्यो हैन अब इन्जोय पनि गर्नु पर्यो क्या नम्बर 1 मा मैले के भन्छु सबै दाजुभाइहरूलाई मेन कुरा चाहिँ गलत काम नगरौँ गलत काम गर्ने हैन सिधा बाटो हिँड्नु अहिले बर्खामा गएपछि गलत काम केटीहरु देख्दैन बताओस् सताओस् त्यो कुनै सरकार भएन हामी कुन समयमा कहाँ पुगिरहेको छौँ कुन पाइलामा हामी चाल्दैछौँ कति समयमा कहाँ पुग्नुपर्छ कति समयमा खानुपर्छ कति समयमा उठ्नुपर्छ भन्ने आफ्नो ध्यान राख्नुपर्छ मतलब यति नै हो क्या अनि यति पनि भनिदिनु बाहिर भएको मान्छेसँग बिहे गर्दा के फाइदा हुन्छ अनि अब फाइदा त धेरै हुन्छ है भाग्यको नसिबले दियो भने त धेरै नै धेरै फाइदा हो भाइ यो त यस्तै हो हामी किनभने लुखेर बसेर अलि नहुन सक्छ हैन अब हामी देखेर खुलम भएपछि त अब सबै भइहाल्छ नि यार यो त पुरै दुई मतको पुरै छ नि यार त्यही त म त मान्छु अब विदेश बस्ने केटासँग बिहे गर्दाखेरि बुढीलाई खाना पकाउनु पर्दैन अरे त्यो त एकदम सही हो पुरै बेडमै हुन्छ त्यही त बुढीलाई खाना पकाएर दिन्छ अरे विदेशमा मान्छे विदेशमा त्यही हो आफू 1 नम्बरमा इमानदारता हुनुपर्छ मेन कुरा हो इमानदारता आफ्नो परिवारलाई कसरी राख्ने त्यो आफ्नो मर्जीमा हुनुपर्छ क्या हो कि हामी त अब एक दिन बोलिदिन्छौँ 2 दिनमा हराइदिन्छ हैन मेन कुरो जति नै जोडी मिल्यो त्यति नै राम्रो हुँदै जाने हो मेन कुरो चाहिँ भरोसा आफ्नै हुन्छ क्या तर दोस्रो कुरा के छ भने इन्जोय भनेको यति बेला नै हो क्या वयस आएको भने 17 देखि लिएर बढीमै भनौँ शान्तिम तल आफ्नै हिसाबले गर्दा पनि 35 अब 40 सम्म मात्रै हो क्या मान्छेको जिन्दगी भनेको जति रमाइ जति हाँसे जति नाचे पनि त्यति नै हो त्यहाँदेखि फेरि फर्केर आउँदैन मतलब यति बुझ्नु किन त फर्केर आउँदैन नरेश गीत बन्द गर न ठुल्ठुला हुन्छन् बिहे गरिसकेपछि ल भाइ अब त्यो छोटो सायरी जाओस् न त ओके त्यो छोटो सायरी त गइहाल्छ नि त विदेशीलाई विदेशमा बस्नु भएको मान्छेहरूलाई एउटा राम्रो उदाहरण दिनु न त सायरी जाओस् अब विदेशीमा त्यही हो अब नगरे काम पुग्दैन खाना साझा बिहान भन्ने अब एउटा आनै छ है म त अरू त धेरै आउँदैन पुरामा सायरी पनि हेर्दैन मन्तव्यबाट रचेको नगरी काम पुग्दैन खाना सादर बिहान भने जस्तै आफ्नो हात पाक्र चलाउनै पर्छ आफ्नो हात पाक्र चल्यो भने जुनसुकै ठाउँमा पनि संसार देखिँदो रहेछ है पैसै नै ठुलो पनि हुँदैन है साथीभाइहरू पनि अब सबै ठाउँ मिलेर बस्ने एउटै परिवार हो क्या हो कि नै कोही नेपाल कोही काठमाडौँ भनौँ कोही पूर्व पश्चिमकै भनौँ होइन साथीहरू भनेर हामी एउटै हो क्या तर चाहिँ साथीभित्र के हुन्छ भने पर्दा मर्दामा पनि ज्यान दिने साथीहरू मतलब मेरो यति नै हो क्या पैसा तिमीसँग लाखौँ होला रटाउँ होला मसँग होला भाइसँग होला होइन मेन कुरो मैले के भन्छु भने म त बुढो भइगएँ है म त बुढो भइगएँ अब के गर्ने बिहे पनि भएको छैन अब मैले के भन्छु भने 2 भाइहरूको लागि यसो अब तिमीले अल्लाह दाइ जानु पर्यो भनिसकेपछि म आइसकेपछि केही सफलताले राम्रो पाहाड सिकाउँदै जाओस् भन्ने मेरो मान्यता है तर म बुद्धिजीवी पनि होइन पत्रकार पनि होइन है त्यो भएर अलिकति सानो कुरा बोलिदिएछौ तिम्रो मन सान्त्वना अब राखिदिनको लागि मैले बोलेको किन त म अलिकति अब एजेड मेरै नै अब ठुलो छ होइन तिमी अब 2 जना भाइ भयो 3 जना भाइ भयो होइन अब गुरु त गुरु भइहाल्यो त्यसको मतलब के हुन्छ भने मेन कुरो चाहिँ बाँच्नुपर्छ बाँच्यो भने संसार देखिन्छ मऱ्यो भने पैसा तपाईँको लाखौँ कमाउनुहोस् है घरको खाता अब बैङ्कमै जम्मा गरेर राख्नुहोस् त्यो पैसा त कहिले मुख पोलिँदैन क्या हो कि नै मेन कुरो जिन्दगीमा सन्तुष्टि तर पैसा होला नहोला एकदम खुसियालीले रमाएपछि संसार देख्न पाउनु पर्यो भोलि पछिको कुराहरू पनि ओहो मेरो दाइले यस्तो भनेको थियो हामीले यस्तो सोचेको थियौँ अहिले एक बाटोमा पुग्यो भने त्यो भएर म बिग्रेको कारणले तिमीहरूलाई सिकाएको ओके आइपुग्यो लुलु आइपुग्यो ल त साथी हो अहिले लुलु आइपुग्यो अब पछाडि भेटौँला अब ल त यही हो हाम्रो लुलु आइपुग्यो अब यसो केही सपिङ वपिङ गर्ने हो रासनहरू यही हो लुलु ल त भेटौँला पछि अब